हामी चाहिँ ठ्याक्कै यो इलामको फिकल बजारबाट चाहिँ दार्जिलिङको पशुपतिनगरतिर बोर्डरतिर जाने बाटोतिर लागिरहेछौँ। उता कन्यामबाट आइपुगेर हामी यता अब यो दार्जिलिङतिर जाने बाटो रहेछ। यता चाहिँ दार्जिलिङको बोर्डर जाने बाटो मात्रै रहेछ। पूर्वतिर जाने बाटो चाहिँ हामीले छोडेर आइसक्यौँ, लेफ्टपट्टि थियो। उता ताप्लेजुङ फिदिम जाने बाटो चाहिँ यो चाहिँ मात्रै उता दार्जिलिङ जानको लागि बोर्डरको बाटो मात्रै रहेछ। ल हामी चाहिँ लाग्यो है इन्डियाको बोर्डर पशुपति नगरबाट उता दार्जिलिङको उतिर। नेपाल प्रहरीको बोर्ड कटिसक्यो। नेपाल प्रहरीको बोर्ड नि ठ्याक्कै यही गेट होला हो। नेपालको गेट यता अगाडि चाहिँ इन्डिया बोल्ने हो। यो चाहिँ इन्डिया हो। यता सबै इन्डिया बोल्यो। ए इन्डिया अरे। अनि यहाँदेखि यता चाहिँ जुन पछाडिपट्टिको चाहिँ नेपाल रहेछ क्या। दार्जिलिङको यात्रा अब सुरु हुँदैछ। यो हाम्रो अहिले हामी कुन ठाउँमा पशुपतिनगरबाट अब यहाँदेखि हाम्रो बोर्डर क्रस भइसक्यो। हाम्रो गाडी चाहिँ यो हो। हाम्रो गाडी चाहिँ यो हो। अनि अब हामी चुई जान्छौँ। अब यहाँबाट हामी दार्जिलिङ हुँदै दार्जिलिङको बोर्डरमा आइपुग्यौँ। अब यहाँबाट हामी दार्जिलिङको यात्रा तयार गर्दैछौँ। हेर्नु होला हामी दार्जिलिङको पनि हजुरलाई भिडियो देखाउँछौँ है त। दार्जिलिङको भिडियो देखाउने अबको हाम्रो यात्रामा हुनुहुन्छ। हामीलाई यात्रासम्म पुर्याउनको लागि हाम्रो प्रणित दाई। कता घुम्छु अहिले तपाईँलाई म बाटोमा जुन भ्यू पोइन्ट छ त्यो सबै देखाउँदै लान्छु। जसमा कि यहाँ फर्स्टमा सिमाना भ्यू पोइन्ट छ हो। त्यहाँ तपाईँको अहिले त दिन राम्रो छैन, वेदर क्लियर छैन हो। वेदर क्लियर भयो भने चाहिँ तपाईँले सन्दकपुरको मान्छेहरू देख्छ नि त, भालुहरू। अन्त त्यसको बादमा तपाईँले बतासे मोनेस्ट्रीहरू छ। त्यहाँ म होटेलमा भनिदिन्छु हो। त्यहाँबाट टी गार्डनहरू पनि छ तलतिर। टी गार्डन भयो, जापानिज टेम्पल छ। अब डाइरेक्ट सनराइज त अब बिहान गर्नुपर्छ। दार्जिलिङको रेल भन्ने गीत थियो आयो यतातिर। रिजन सरले के त तपाईँको चाहिँ रिजन सर चाहिँ आफन्त हो? हजुर मेरो भाइ पर्यो भनौँ न। रिजन सरले ल गएर झुम्नु जाने ढुक्क भन्नुभयो। अनि हामी त रड्केर आयो। चाहिँ फर्स्ट टाइम आउनुभएको यहाँ? फर्स्ट टाइम हो त। पूर्व नै फर्स्ट टाइम हाम्रो चाहिँ क्या, इलामै फर्स्ट टाइम भनौँ न। त्यो भाइको एरिया पनि राम्रो छ त है, कन्यामबाट। कोरिया जापान कोरिया चाहिँ होइन हाम्रो। हेर्नु न दार्जिलिङ जाने बाटो त पुरै उयो छ क्या। भ्यू हेर्नु भनेको त पुरै कुरो लागिरहेको रहेछ हो। फागुनको मौसम त भइसक्यो, चेतो लाग्न थालिसक्यो। त्यही पनि यहाँ चाहिँ कस्तो बादल लाग्ने के बर्खा जस्तो साउन भदौ जस्तै लागिरहेको रहेछ। भ्यूहरू चाहिँ खासै हेर्नु पाइरहेको छैन, किनभने यो कुहिरोले पुरै ढाकिरहेछ नि त जङ्गलहरू। अब खुल्यो भने चाहिँ राम्रै देखिन्छ होला भन्ने आश छ। तर अहिले चाहिँ जुन देख्नुपर्ने ठाउँहरू दाइले भन्दै हुनुहुन्छ एउटा देख्न पाएन त्यो पोइन्टहरू। यस्तै होला जस्तो छ हौ आज त। है भिडियो गर्ने नदिने ठाउँमा चाहिँ भन्नु होला है। ए फेरि ड्रोन चाहिँ पाउँ। रोडले चाहिँ छुट्टाएको छ कि यता नेपाल यता इन्डिया। यो चाहिँ हामी दार्जिलिङको सोख्या मार्केटमा आइपुगेका छौँ। त्यो सोख्या मार्केट हो है दार्जिलिङको। दार्जिलिङ 20 किलोमिटर टिस्टा। कालेबुङ पनि सिलगढी 82 किलोमिटर्स। दार्जिलिङको बजार मिनी मार्केट। त्यो ट्रेन्डको अनि फेसनको लुगाहरू चाहिँ उस्तै होला।
साग चोला के आउनुहोस् छिटो आउनुहोस् फास्ट आउनुहोस् एउटा पर्यटकीय स्थल फरेस्ट इको टुरिज्म फाइन भ्यू पोइन्ट यस्ता मान्छेहरू यहाँ धेरैजना पर्यटकहरू चाहिँ फोटो खिच्न बिजी हुनुहुन्छ व्यस्त हुनुहुन्छ एकदमै राम्रो ठाउँ रहेछ तर म्याजिकल के छ भनिस् हुन्छ भनेर मलाई के थाहा मैले भने त हो नि यो त एकदम पुरानो उ जस्तै देखियो त के भन्छ फिल्महरुतिर देखिन्छ नि के त्यस्तै देखेर म्याजिकल तपाईहरु पनि यहाँ आउन चाहिँ नभुल्नु है यो बाटो हेर्दाखेरि यहाँनिर चाहिँ फस्नै पर्यो जसरी हुन्छ नेपालको प्रायः सबै न्युज देखिन्छ हेर बालेनको आउँछ होला बालेनको अहिले चर्चित भएको हुनाले बालेनको चाहिँ आउँछ अर्क साम्पाङ बालेन हेर्नुहुन्छ होला हामी पनि यताको हेरे जस्तै म नि हेर्छु कहिलेकाहीँ त्यो हेर्दै गएपछि आइरहनु हुन्छ फेसबुक युट्युब छ नि त अहिले त पुरै दुईजना मेयर चाहिँ चिन्नु हुँदैन रहेछ तपाईँले अर्क साम्पाङ र बालेन चाहिँ राष्ट्रपति चाहिँ रामचन्द्र पौडेल है रामचन्द्र पौडेल राष्ट्रपति चाहिँ चिन्नु हुने रहेछ नयाँ भएर हामी त्यो एक्जामतिर आउँछ नि त आउँछ नि फरेनको पनि आउँछ नि त अमेरिकामा को भयो नयाँ यता के अहिले हामी कुन बजारमा है हामी घुम स्टेसन घुम स्टेसन म गाडी यहाँ झर्नुहोस् कि म गाडी राख्छु ए ल घुम स्टेसनमा अब हामी छौँ अहिले हाम्रो मेरो घर यतै हो ए तपाईँ हजुर सिलगढी मेरो यताबाट यहाँबाट 10 किलोमिटर ए हजुर घर यतापट्टि जान्छ सिलगढी जाने हो हजुर यता चाहिँ देब्रे चाहिँ दार्जिलिङ यहाँ रेल त आउँदैन नि अहिले स्टेसनमा छ ए यो रेलको बाटो हो यो रेलको लिक यो तपाईको सबसे पुरानो र सबसे हाइस्ट सबैभन्दा पुरानो अनि विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित रेलवे स्टेसन यतिकै हिँडिन्छ अरे यो लिकमा कहिले नि हिँड्छ यहाँ आउँछ अहिले तपाईँले बाटोमा हेर्छ महारानीको सवारी भयो विश्वको सबैभन्दा अग्लो स्थानमा अवस्थित ट्रेन पुरानो पोस्ट बक्समा पुरानो हुलाक घर क्या पोस्ट बक्स भनेको हुलाक घर थाहा छ दार्जिलिङको पुरानो पोस्ट बक्स हुलाक घर यो चाहिँ घुम स्टेसन हो दार्जिलिङको अथवा विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको रेलवे स्टेसन मान्छेहरू रेलको प्रतीक्षामा हुनुहुन्छ सायद अब रेल आउँछ होला सुन्नु नमस्कार सबैजनालाई अहिले चाहिँ हामी यो इन्डिया दार्जिलिङको हिमालयन रेलवेको घुम स्टेसनमा घुम्दैछौँ अनि यहाँ मैले एउटा पपकर्न लिएँ पपकर्न खाँदैछु म यो घुम स्टेसन चाहिँ अहिले अस्तित्वमा रहेको विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको रेलवे स्टेसन अनि इन्डियाको चाहिँ सबैभन्दा पुरानो रेलवे स्टेसन पनि हो भन्ने जानकारी आएको छ संरचनाहरू हेर्दा पनि एकदमै पुरानै जस्तो हुन्छ जाडो चाहिँ छ चैत फागुन अन्तिम चैत लागिसक्यो त्यही पनि यहाँ चाहिँ जाडो नै छ क्या अहिलेसम्म पनि हुस्सु लागिरहेको छ जाडो छ
खानेकुराहरू धेरै मजाले डाइजेस्ट भइरहेको छ। ल उहाँ छक्कै पर्दै हुनुहुन्छ। ठिक हो